दर्शकबिन नमस्कार, फेरि पनि स्वागत छ तपाईहरुलाई आजको भिडियोमा। यतिखेर चाहिँ म हाम्रो अस्तव्यस्त सहर धनगढीमा छु र धनगढीको यो हिँड्ने बाटोको छेउमा रहेको एकजना युवा हुनुहुन्छ जुन चाहिँ आफ्नै स्वदेशमा नै के गरौँ भन्ने लागेका छन् हैन। आफ्नो कामप्रति एकदमै लगनशील भएर एकदम काम गरिरहेको अहिले अवस्था छ, तपाई हेर्न सक्नुहुन्छ। हजुरको शुभ नाम? शुभ नाम मेरो सुनिल मगराती। अनि हजुरको उमेर चाहिँ कति भयो? उमेर चाहिँ मेरो तपाईको त्यही 25। हजुर जुन यो काम गरिराख्नु भएको छ यो हजुरको बुवाहरूले पनि गर्नुहुन्थ्यो कि तपाईँ मात्रै सुरु गर्नुभयो? हैन, मेरो यो काम चाहिँ मेरो बाजेदेखि लिएर मेरो बुवाले नि गर्नुभयो। अहिले मैले गरिरहेको छु यही धनगढी चौरामा। हजुर यस्तो युवा हुनुहुन्छ हैन, अब यो बाटोमा बस्दाखेरि अब हजुरको साथीहरू पनि आउँछन् होला, अनि त्यसमा चाहिँ तपाईँलाई कति अलिकति अप्ठ्यारो लाग्छ किन तपाईँलाई? अप्ठ्यारो त अब अप्ठ्यारै लाग्छ हल्का। अब साथीभाइहरू भन्छन् यस्तो किन गर्छस्, यस्तो ठाउँमा किन बस्छस् भन्छन् भन्न त। अब मैले त्यो साथीभाइहरूको हेर्दैन कि म आफ्नो घरको फ्यामिलीको लागि हेर्छु। अनि म अब साथीभाइहरू के पो भन्छन् म त्यो पछिमा लाग्दैन, किनकि मैले घर मम्मी बुवा दिदी बहिनीलाई हेर्नु छ। त्यही हुनाले मैले काम आफ्नो यही रोडमा बसेर गर्छु। अनि हजुरको बिहा त भयो होला है? हजुर हजुर भइसक्यो। छोरी कति छ? छोरा 2 छोरा छ। अनि तपाईँको दिनमा चाहिँ कति हुन्छ होला पैसा यहाँबाट कमाएको? दिनमा तपाईँको हुन्छ कहिले 400-500 हुन्छ, 1000 पनि हुन्छ, कहिले त्यो पनि हुँदैन। अब यो मान्छे हेरी हुन्छ, हेर्नुहोस्। अब घाममा बस्नुपर्छ, त्यही हो। कहिले 1000-500 हुन्छ, कहिले त्यो पनि हुँदैन, कहिले 300 हुन्छ, 200 हुन्छ, 300 हुन्छ, हेरी हुन्छ काम हेरेर। अनि यहाँ अरू अङ्कलहरू पनि बसेको देख्छु मैले हैन, तर तपाईँ चाहिँ अहिले साँझको यो 5 साढे 5 हुँदा पनि यहाँ काम गरिरहेको छु, देखिरहेको छु। तर अरू अङ्कलहरू भने अहिलेसम्म गइसक्नु भयो है, तपाईँ मात्र यहाँ बसिराख्नु भएको छ। यस्तो हो, म चाहिँ सब गइहाल्छन्। म चाहिँ 7:30 बजे 8 बजीसम्म बस्छु यो धनगढी चौरामा काम गर्ने। बिहान 7 बजेदेखि लिएर बेलुका 7-8 बजीसम्म बस्छु, कमाउँछु, जान्छु। साँझ घर गएर बस्नै पर्ने, के गर्ने। यहाँ बसेपछि पैसा आउँछ, घर गएपछि पैसा आउँदैन, काम त गर्नै पर्यो। अनि यसो विदेशतिर जाउँ भन्ने सोच आउँदैन तपाईँलाई? विदेशतिर जाने सोच त आउँछ सर। अब के गर्यो भने चाहिँ विदेश गएर नि त्यही हो, दुःख पाइन्छ। आफ्नो यहाँ जस्तो गर्न पाइन्न, जसले नै गाली गर्छ, हल्का काम बिग्रे पनि। पनि त्यही भएर मैले के गरौँ आफ्नै धनगढीमा बसेर भनेर त्यही भएर मैले आफ्नै यो व्यवसाय सुरु गरेको। त्यो साथीहरू तपाईँहरू पनि हजुरको अब के चप्पल जुत्ताहरू सिलाउनु पर्यो है, झोलाहरू सिलाउनु पर्यो भने हाम्रो भाइलाई सम्झिनु होला, एकदमै राम्रो काम गर्छन्। अनि पछिल्लो समय अहिले टिकटकहरू पनि भाइको एकदम भाइरल भइरहेको छ है। अनि तपाईँले चाहिँ उहाँको टिकटकहरूमा पनि सपोर्ट गरिदिनु होला, गएर फेसबुकहरूमा युट्युबमा सपोर्ट गरिदिनु होला। अनि एकदमै राम्रो काम, एकदम लगनशील भएर काम गर्छन्। तपाईँहरू पनि काम गर्न चाहनुहुन्छ भने धनगढी चौरानी रहेछ है। हजुरको नाम फेरि एकचोटि भनिदिनु सबैलाई? मेरो नाम सुनिल मगराती हो। सुनिल मगराती भाइलाई चाहिँ आएर आफ्नो काम दिन सक्नुहुन्छ। ल अहिलेसम्म भिडियोमा धन्यवाद। यदि पेजलाई फलो गर्नुभएको छ भने फलो गरेर सपोर्ट गरिदिनु होला है त।